लगडा फेरि पनि वेलकम ब्याक टु कुकी ब्लग्स र आजको ब्लग चाहिँ हाम्रो के हो भने हाम्रो रोशन दाईको बाइक अपग्रेड भएर यहाँ वान पिस पोखराको ग्राफिक हेर न केटा यार ग्राफिक हेरेर केटीहरू वेट हुन्छ क्या अब के हो त्यस्तै बनाउनु खोजे होइन ग्राफिक अहिले खेल्ने रुक्नु अहिले रुक्नु लगडा आजको दिन चाहिँ के हुन्छ अब यत्तिकै भिडियो खिचेर हाल्छौँ हामी होइन अ डे इन आइकन भनेर हाल्नुपर्छ आज ल है आज अ डे इन आइकन भनेर हाल्नुपर्छ म चाहिँ क्यामेराम्यान बनिदिन्छु दाइको त्यही हो मेरो पनि भ्लग अब बिस्तारै आउँछ अहिले चाहिँ फोन छ न त तर फोन अलिक ढुसाले फोन छ कि त्यो भएर भ्लग बनाएन अब फोन आएपछि चाहिँ बनाउँछ होइन मेरो ल ड्याब हान्दिनु एउटा अहिले चाहिँ अब निश्चल भाइले भ्लग स्टार्ट गरिदिइसक्यो अब हालिदिउँ न भनेर मैले नि बनाइदिएँ कि अहिले चाहिँ यतिको बसिरहेको छु अनि फ्री टाइममा चाहिँ यसो स्टिकरहरू काट्दै बस्छु आज चाहिँ उलुलुको छुट्टी छ शनिबार भोलि चाहिँ मेरो हो अनि अहिले काम खासै केही छैन प्रिन्सले नानेर भ्याइसक्यो अर्डर आएकोहरूको अहिले चाहिँ अनि त्यही झ्याउला स्टिकर काट्दैछु आज चाहिँ आइकनमा दिनभरिमा के गर्छु म सबैलाई देखाउने नै छु ल त गाइस तर त्यत्तिकैमा A16 आइसक्यो के हो त नि अहिले छुट्टी हो तेरो म बोल्छु कि छान सर भन्ने छुट्टी हो मेरो गाइड्स म चाहिँ बिरामी भएर छुट्टी मागेको होस्टेलबाट ल हेर्न सक्नुहुन्छ इट्स मे 16 आफ्टर लङ टाइम अब रोशन दाईको भ्लग फिक्स भइसकेको छ गाइड्स हेर्न सक्नुहुन्छ गाइड्स अब चाहिँ हामी यहाँ A50 भाइ छ ल रोशन दाईको भ्लगमा के बोलिदिनु त के बोलिदिनु रोशन दाईको भ्लगमा कुकीलाई केटाहरूले नि केटीहरूलाई चुप्पा दिनु अरे ल केटा अब हामी स्टेकर भाउ जान्छ ल हेर्न सक्नुहुन्छ यस्तै छ ल बाई 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 ल गाइस हामी जाँदैछौँ रोशन दाईको भ्लगमा केही शब्द ल केटा स्टेकर भाउ नि आइसकेको छ ल हेर्न सक्नुहुन्छ गाइस ओ माई गड हियर इज आवर सुजित दाई के बोल्नु ल हेर्न सक्नुहुन्छ विश्वास दाई निस्नुको बर्ड भएको एउटा आइकन चाहिँ हेर्न सक्नुहुन्छ विश्वास दाई हेर्न सक्नुहुन्छ एके लाइभ हो क्या ईश्वर दाई आज चाहिँ नयाँ सामान झरेर रहेछ हेर्न सक्नुहुन्छ हाम्रो सारा दिदी बस्छ ओ माई गॉड ओ आफ्टर लङ टाइम इट्स आवर जीवन दाई सब मेरो दाई अल गुड र त्यही केटा एकछिन चाहिँ गफ गर्नुपर्छ सारा दिदीको इन्टरभ्यू ल तपाईँको नाम मेरो नाम सारा गुरुङ कति क्लास 12 सकेर अब ब्याचलर फर्स्ट इयर अनि के अरे अरू त के सोध्न आउनु त्यही हो ल एकछिन पछि त्यही हो केटा अहिले चाहिँ रोशन दाइले यस्तो बनाएर चाहिँ आफ्नो CX हेर्न सक्नुहुन्छ बबाल ग्राफिक्स हालेर वान पिस पोखराको ल थम्बनेलको लागि एउटा फोटो क्लिक ल त्यही हो केटा हो वान पिस भएर चाहिँ अहिले बाइक ल अब म बाइक माग्न ट्राई गर्छु फेरि त्यस साइड होइन अब के गर्नुहुन्छ है त गाइस भ्लग बन्द गरेर मार्क्स मिल्दा हुँदैन त भ्लग मिस गरेर चलाइहालिन्छु भने चाहिँ खिच्नुहुन्छ नत्र त्यही हो केटा हो मैले चाहिँ बाइकको चाबी पाइसकेँ ल त्यही हो केटा हो अब चाहिँ यहाँ भ्लग खिच्न दिन्छु रुक्नु न पहिला म चलाउँछु क्या भ्लगमा ल भ्लग खिच्नु न आउनु त रोशन दा भ्लग खिच्नु ल त्यही हो केटा हो आउनु खिच्नु न आउनु न रोशन दाई ए खिच्दिन रे के आउनु न खिच्नु प्लिज के प्लिज यहाँ खिच्न कोही मान्नु बाइक पाएको चाल पाएको माल नपाएको भने जस्तो केटा आउनु न खिच्न हेर्न सक्नुहुन्छ बिचरा आँखा मेरो लाल लाउनु न खिच्नु आउनु न दाइ खिच्नु न यहाँ कन्टेन्ट बनाइदिएको कि आउनु न खिच्नु न प्लिज ल त्यही त्यही हो केटा कसैले खिच्दिनँ भने ल म आफै चला मान्छे चाहिँ यस्तो छ है अहिले पर्दा
त्यो भ्यानचोतहरूले के गरे मलाई केही थाहा होइन म जब ठ्याक्क मान्छे हाल्थेँ अनि त्यही प्रिन्ट हान्न लगाएको केरावाला अब प्रिन्ट हालेर केरावाला एकछिन 2 मिनटमा ल हो सरी यसले बाइक ठङ्गा गरिरहेको थियो महाकारक सरले के अनि मैले थर्काएर मगाइदिएको यो बाइक चाहिँ र अब चाहिँ प्रिन्ट हानेर नै भेटौँला प्रिन्ट चाहिँ यस्तो निस्क्यो कि तर एउटा फक भयो क्या ब्लूमा गर्छु भने चाहिँ अनि त्यसो भने चाहिँ ब्लूमै लगाएको मैले एउटा अब चाहिँ ब्लूमा हानेर भेटौँला मैले चाहिँ प्रिन्ट हानेर भ्याइसकेँ अनि भाइ नै गइसक्यो अब यो युज टेस्ट गरेको चाहिँ के हो टेस्ट गरेको चाहिँ अब मैले झुन्डाउँछु अब झुन्डाएर कुन प्रिन्ट छैन तिनीहरू चाहिँ हाल्छु है तल यो चाहिँ हाम्रो फायरवाला एडिसन हो साइडमा नि फायर हुन्छ यसमा चाहिँ यो चाहिँ हाम्रो निकै चल्दो बल्दै प्रिन्ट हो राम्रो गरिराख्ने प्रिन्ट हो अन्त यो चाहिँ अहिले बाहिर आएको छ त्यो सबै छापेको त देखाउन भ्याउँदैन नि त त्यही भएर टक्क यो याद आएको बेला टुच्चा मात्रै हाल्छु सबै त कहाँ भ्याउँछ त नि केटाहरू तर अब चाहिँ म चाहिँ प्याकिङ गरेर अब पछि एकछिनमा के हुन्छ त्यसमा भेटौँला है त धेरै पछि बट्टु दाइ नि भेट भयो कति दिन पछि हेर्दा नि बट्टु दाइ भयो नि यार 1 हप्ता भयो होला है 1 हप्ता जस्तै कता थियो तिमी बिजी ए म यसो गाउँतिर थिएँ कि दाइ यार गाउँतिर गएको मुस्ताङ कस्तो छ त मुस्ताङ अहिले ठिक छ नि त यार हाम्रो के छ त नि प्लान जाने बेला जाने ल कस्तो छ कहिले अहिले चाहिँ अलि बाटो खराबै छ दाइ हो त्यो बाटो हिलो नि छ अनि त्यो बाटो बनाउँदैछ कि ढुङ्गाहरू त्यो न्युज देखेन त्यो गाडी एउटा खिचेको हो त्यही बाटोमा ढुङ्गा खसे रहेछ कि माथिबाट प्राइभेट कार होइन त्यो नयाँ गाडी हो कि दाइ अब यता आउँछ नि त मान्छे के भन्छ नभन्छ ड्राइभर मऱ्यो भने चलाउने मान्छे अस्ति केटा स्कुटरमा पनि गयो रहेछ जानु त जाने हो नि होइन दाइ हाम्रो प्लान कति भयो अरे भयो नि कति 1 महिना भयो नि जाने त यहाँ नि आऊ भने बट्टु दाइ अनि काम सक्यो बट्टु दाइको आज सक्यो मेरो आज सटरडे आज ए आज स्याटरडे अफ डे दाइको आज ठिक छ आज चिल हान्ने दाइ रेस्टै हो ल ठिक छ एउटा बट्टु दाइसँग मैले धेरै पछि भेटेँ म गाउँथेँ अनि बट्टु दाइ भेटेको पनि थिएन आज ठ्याक्क आएको थियो त्यसमा अब फेरि एउटा लुगा प्रिन्ट हान्नु पर्ने छ अर्डरहरूको झापातिरको अर्डरहरू छ 2-3टा तिनीहरू हानेर भेटौँला आमा चाहिँ त्यहाँ टिकटकमा गेम खेल्दैछ है दाइको त एउटा यार प्रिन्ट हानेरै भेटौँला अनि प्रिन्ट कस्तो भन्छ देखाइदिन्छु ल हाम्रो यहाँको त्यहाँ बसेको बाजे साथ भयो होला है 4-5 घन्टा सुतेको त्यो बाजे सुतेको 4-5 घन्टा भइसक्यो अहिलेसम्म ज्याप छ क्या निश्चल भाइतिर कपाल देखाइ त डेन्जर काटेछस् त ओ निश्चल भाइ यता आइस् त कपाल त दामी काटेछस् त ओए डेन्जर देखिएछ यार भाइ यार कुन कट हो नि यो निश्चल कट होइन हजुरलाई अब निश्चल कट भन्यो भने चाहिँ यस्तो अब यो चाहिँ पालेर यहाँको रोशन दाइको जस्तो बनाउने हाम्रो त मेरो तेरो कपालको इन्सपिरेसन म हो हजुर यो खास चाहिँ इन्सपिरेसन चाहिँ सुदीप दाइले हजुरबाट लिएको अनि म मेरो नि त्यस्तै काट्ने अब सँगै पाल्ने भनेर चाहिँ यस्तो यस्तै गर्छु यस्तै गर्ने भने मेरो पहिला गऱ्यो म दाइले चाहिँ अझै लामो भइसक्यो गर्छु भनेको कि यस्तो मेरो त सानै थियो अनि मैले अगाडि गएर पछाडि गएर सँगै पाल्ने भनेर चाहिँ यस्तो गरेँ फेरि सिटी समातेछस् क्यामेरा यो आजको दिन चाहिँ यत्तिकै काम गरेर गयो केटा हो होइन रोशन दाइको चाहिँ मेरो चाहिँ होइन मेरो नि काम गरेर गयो स्टिङ्गरहरूलाई काम गरेर आएको मैले आक्रियमहरू त्यहाँ सफा गरेको केटा हो 16 भर्सरी आएको थियो कि फोन बोक्दै आएको थियो हामी काम गरेको थियो त्यति बेला ओ यहाँ चाहिँ यो चाहिँ 16को प्यारो भाइ नयाँ हाम्रो भाइ ए यार केटा यार भन्छ के अरे रेसिक्सले त्यही भन्थ्यो त अनि हो भन्थ्यो मलाई त तलै पो होइन भन्थ्यो मलाई त हो भन्थ्यो नि त भाइ तँलाई होइन मलाई कसरी बराबर भयो त्यसले त दुनियाँलाई हो भनिदिन्छ अनि तँलाई मात्रै होइन भनिदिन्छ नि बराबर कसरी हो भन्छ कस्तो भन्यो भने सुजितलाई भन्यो ईश्वर दाई रोशन दाइले पनि भन्थ्यो होइन
तर भनेको किन त्यति मात्र भन्दैन केही हुन्न नि त होइन बाहिर भ्लगमै भनिदिउँ यो भाइ तेरो परिचय दिएन त परिचय उभिएर यसको नाम A50 हो रे महाका इन्सपिरेसन तेरोको A16 ग खान्छस् नाम कसरी आयो तेरो ल भन्न त गेममा हो के ग खान्छस् A16 को नाम चोरेर A50 परिचय दे तेरो मेरो नाम अमन रामसँग भन् अमन के अमन साक्य मेरो कहाँ बस्छस् पोखरा बगर त घर जान्नस् भाइ जानी हो अहिले कति क्लासमा हो तिमी भन्दै 8 क्लासमा यस्तो छ भाइ घर अगाडि छोडिन्छ कताबाट चटस् त नि बस्छ यहाँ माथि उभि त एकचोटि त्यही गर्ने हो त नि सधैँ आउँछ नि बुद्ध दाइले थाहा घर मेरो मैले एकचोटि पुऱ्याइदिएको बुद्ध दाइको ठुलाको अनि त्यही हाम्रो अब इन्सपेक्टर आयो त खै कहाँ घरे हरे किन बोलाएको रे मासु पुऱ्याउन पैसा हालिदिएर त लास्ट त मासु लिएर आइस कसले को खाने घर कोही छैन होइन म जानुपर्छ क्या बाहिरबाट चाप ल्याएर गरिन्छ कि घरमा आम फाल्दैन नमिल्ने मिल्दैन हाम फाल्न चाहिँ त्यो च्यानल गेटमा यहाँ जस्तो मजाको पनि त त्यस्तो लाग्यो बाहिरबाट पिम्पला खाएर यार हो आउनु लाग्छ दुई हरिन्छ 4 बजे निस्किरे भयो 3-4 बजी निस्किनु रे अब एकछिनमा त्यहीँ घरमै जाने रे त्यो गरे नि भयो अनि हामी क्याफेमा बस्नु होइन क्याफे बसौँ क्या मैले लगिङ गरेँ अब बेलुका रहिला हान्नु पऱ्यो नि त आज बेलुका यहीँ सुत्ने होइन घरबाट आउने कि 1-2 बजीतिर निस्किने उठ्न सक्ला म त सुत्दैन त अनि राम्रो हो त्यही भएर तेरो हजुरलाई उठाउन आउँछु नि त म घर आइज नि त हजुर सुतेसी कस्तो फेरि थाहा नि हामीलाई सुतेसी केटा हो बुढी यसो हो त्यसो माथि यस्तरी अनि घाँमा बुङ्गुर घुराखरि घुर्दिने हो फेरि है बोलाएको नि मेसो पाउँदैन कि सुतेसी त सुतेको र सुते हो सुतिँदैन मेरो सुता एउटै छ कि जति चुटी उठाए नि त्यस्तो घुर्दाधरि है यस्तरी घुर्छ से बुङ्गुर कराउँछ अनि मुख नि आएको हो कि होइन कि गर्दैन ए लगेर धेरै चोदियो ल अब 4 अर्को मिनेट के भइसक्यो चुतिया पा हुन्छ ओइ कुकुर आयो ओएमा बाबा यताले त सुन्ने कसको रहेछ ऊ त्यो दिदीको होला ल अब अर्को के चुतिया पा हुन्छ अब एकछिनमा बेलुकासम्म चुतिया पाकी के देखिन्छु आयो के रहेछ यसको नाम नाम के हो क्युट रहेछ पान्डा जस्तो है साह्रो नि त छ्या यो डर रहेछ डरपोको बच्चा ल राख भेन्चर कसरी के लगेडा हो अब धेरै खिचियो अब एकछिन के चुतिया हुन्छ फेरि खिच्छौँ हामी कपाल चाहिँ हरिक छ भाग लाग्यो भाइसँग हामी चाहिँ यसो ग्यारेजमा आएको कि म चाहिँ यो चेन लुज भयो भनेको ठिकै रहेछ यसो यसमा मोबिल हालेको आज चाहिँ शनिबार यतिकै खाली छ बुद्धि नि यहीँ छ कि बुद्धिको खुङ्खा ट्याटु बाइक चाहिँ यस्तो छ कि होइन यार भ्लग बनाएको कि बुद्धि लगेर अब चाहिँ यसो झ्याउलायो के गर्दैछ बिहान चिजा हामी ए मलाई भनेको थियो यार एकजनाले कमेन्ट हानेर सबैको भ्लग आयो बुद्धिको नि भ्लग आउनु पर्यो हो ल भोलिबाट स्टार्ट ट्राई गर्ने नि साँच्ची हो ल होइन मलाई कमेन्ट नि हानेको थियो एकजना इन्डिया भन्थ्यो के अरे इन्डियाबाट सबैको भ्लग आयो तर बुद्धिको नि आएन अब बुद्धिलाई नि भन्नु पर्यो भन्दै थियो बिस्तारै आउँछ मेरो फिक्स आउँछ आउन चाहिँ बुद्धि त्यही भएर ऊ मल स्टेन्सिल सब पुरानदाइले फ्रीमा हो ल कडा अब आउँछ यति भनेपछि अब चाँडै आउला जस्तो ल चाँडै आउँछ अब ल ट्याक्क लगाएर भ्लग सुरु रोड भएको जसमा कमेन्ट पनि त्यही आएको छ कि डेन्जर धेरै आएको छ कि हो ल बुद्धिको नि भ्लग आउँदैछ है केटा ल बुद्धिलाई नि हेर्नु पर्यो अब सब्सक्राइब गरेर टक्क सबजनाले होइन डङ्ग है डङ 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 लगाएर अब सुरु हुन्छ भोलिबाट सुरु हुन्छ ल भोलिबाट ट्राई खास आजबाट गर्नु भएको थियो पौडी खेल्न गएको होइन यसो आज खोलेर होइन युट्युब भिडियो सिडियो बनाएर हाल्नु आज हाल्नु जस्तो सोचिरहेको थियो तर सक्सेसफुल भएन ल भोलि गर्ने नि त के भएर भोलि टक्क युट्युबको सबै यताउता गर्ने है त लगाएर कामसाम गरेको होइन ऊ बुद्धिको छोरा चाहिँ उहाँ के गर्दैछ खै ए विवेक छोरो
त फोर न ओइ ल यो हराम छ है केटा अब बगाली टर्नको डन हुन्छ भन्छ हो बुद्धि खाएर हुन्छ हो लगेर अब चाहिँ बुद्धिको नि भ्लग आउँछ भनेछ है त ल मेरो नआउँछ ल भोलि यसो थाहा पायो भने भनिदिन्छ है त ल बुद्धि ल भोलिबाट सुरु ल केटा र अहिले चाहिँ कति 7 बज्यो होला केटाहरू कोही छैन यार आज कोही आएको छैन क्याफे नै खाली आइफोन नै सुनसान छ केटाहरू नभएर आज चाहिँ यत्तिकै गयो कि दिन अब एकछिनमा बन्द सन्द गरिदिने अनि चल्दिनु पर्ला आजको लागि चाहिँ यति नै हुन्छ होला अब कोही छैन निश्चल भयो भने पत्तुर सत्तुर कोही छैन उलुलु पनि छुट्टी भयो आज एक्लै लास्ट होला यार कोही छैन यार सब सुनसान हेर यता एउटा हेर अहिले जानु बेटर ल केटा हो म चाहिँ अहिले यता पावर्समा क्याफेमा बसिरहेको छु कि मैले त बिर्सिएको यार ब्लग बनाएको छु भनेर अब चाहिँ बन्द गरिसकेँ अब चाहिँ म घर जान्छु यता ल केटा आजलाई यति नै थियो के गरेँ मैले बिर्सेँ पछि त बिर्सिसक्यो ब्लग बनाएको छु भनेर नै ल थ्याङ्क यू फर वाचिङ है त गाइज म आइदिएँ लभ यु बाई बाई पिस आउट